गाइज हाम्रो जमानामा पानी खाने धारो हो यहाँ। अहिले यस्तो छ यहाँको परिस्थिति। यो पूर्वी चौकी गाउँपालिका गैरा गाउँ, वार्ड नम्बर 3 माझा गाउँ। अनि यो मेरो पाखो जग्गा हो। यहाँ पनि यस्तै छ हालत। खालि रुखहरू मात्रै छन्, अरू केही छैन। सब बाँझाको बाँझै छन्। अरू यस्ता रुखहरू छन्। जे होस् टुँडीको रुख राम्रो छ। अब केही सालपछि टुँडीले पैसा दिन्छ। अब कसले नकाट्यो भने यहाँको मान्छेले। यो सबै यस्तो भएको छ यहाँ पनि। ल गाइज हेर्नु त, यस्तो रुख भएको छ। यो मेरो पाखो जग्गा हो। यो खोला हो यता। अनि यहाँ पानी खाने धारो थियो। म सानो छँदा यही खनाएको रुखबाट झरेको। अनि यो चिउडामा यो घाँ परेको यहीँबाट झरेर बिहानै अलिअलि उज्यालो हुन लागेको थियो। उठेर सिधा आएँ, यो खनायो पाकेको थियो। त्यो टिप्नको लागि त्यहाँ माथि चढेको, त्यहाँबाट झरेर यता झरेको। यता यिनी ढुङ्गाहरू पहिल्यैदेखिका हुन्। अहिले त धेरै तल आइसक्यो। यो अगाडि माथि थियो। यो घाउ लागेको यहीँबाट झरेर हो, यतैबाट झरेर। गाइज अहिलेसम्म निशानी छ। बचपनको याद आयो मलाई, त्यसैले यो भिडियो बनाएको हुँ।